हेलो गाइज, मेरो चाहिँ आजको सफर मुम्बई टु नेपाल हुँदैछ है। अहिले म चाहिँ हाइवे म स्टेसनमा जाँदैछु। अहिले स्टेसनमा गएपछि पनि त्यहाँ भिडियो गर्नेछु होइन। भिडियोको अन्तिमसम्म हेरिदिनु होला, अन्तिमसम्म रहिदिनु होला भिडियोमा है। भाइसँग आउँदैछ होइन स्टेसनसम्म। मलाई भनेको म नेपालसम्म जाऊ, नेपालमा गएर घुमेर आऊ भनेको, ऊ चाहिँ नाइ भन्न लाग्यो होइन। योभन्दा पहिलो भिडियोमा चाहिँ नेपाल हेलो गाइज, म चाहिँ स्टेसनमा आइपुगेको छु। मेरो ट्रेन चाहिँ 3:50 को छ। अझै बल्ल यहाँ कति 2 बजेको छ होइन। 3:50मा ट्रेन आयो भने ट्रेन स्टेसनको माहौल यस्तो छ है। बाजेले हिँडिरहेको छु अहिले। हेलो गाइज, मेरो ट्रेन आइसकेको छ होइन। हामी चाहिँ यहाँ छौँ, आइसकेको छ यहाँ। ट्रेन आएर चाहिँ यहाँ रुकिसकेको छ होइन। साफसफाइ चालु छ भित्र। एकछिनपछि चाहिँ हामी भित्र बस्नेछौँ। गर्मी धेरै छ गाइज, पब्लिक धेरै हुनुहुन्छ है। हेर्नु सक्छ पब्लिक बहुत छ पब्लिक। यो पनवेल स्टेसन हो है, एकदम फुल छ। हेलो गाइज, फाइनली म चाहिँ होइन ट्रेनभित्र बसिसकेको छु। सिट नम्बर 72 मेरो चाहिँ ट्रेनभित्र बसिसकेँ होइन। यतिखेर पनि अब चाहिँ ढुक्कसँग आरामसँग नेपाल गइन्छ। भोलि बेलुकी त्यस्तै 8-9 बजी चाहिँ बर्डरमा क्रस गरेको छु। भोलि बेलुकीको नेपाल क्रस हुनेछ बर्डर। के गर्ने साथी है, एक्लै छु, कोही पनि साथी छैन अहिले फिलहाल। एक्लै आउन जाने गर्ने हो।